Hi guys, this is Sanjit Dora and welcome to the video. आज चाहिँ मसँग दुईजना मेरो फ्रेन्ड छ। उनीहरुसँग चाहिँ म आज धेरै दिनमा भेट बस्छु अनि यसो एउटा This is not a podcast, this is just गफकाफ। गफकाफ भन्दा पनि जस्ट हाम्रो यतिकै गफ। So good evening everyone. So हामी चाहिँ अब धेरै अन्तरालपछि हामी भेट भएको भएर चाहिँ आज हामी चाहिँ एउटा सानो कन्टेन्टमा अथवा टपिकमा चाहिँ डिस्कस गर्न जाँदैछौँ। त्यो टपिक धेरै भास्ट होइन हैन। त्यति साह्रै हामी एउटा विज्ञ पनि हैन एउटा मोमेन्ट बनाउन चाहिरहेको ताकि हजुरहरूलाई लागोस् हामीले चाहिँ यो कन्टेन्टबाट चाहिँ साँच्चै नै फिल नगरेको कुरा चाहिँ केही न केही चाहिँ छ भन्ने त हजुरहरूलाई लाग्छ पक्कै हैन। सो गाइज वी आर गोइङ टु डिस्कस अन द टपिक अफ ब्लगिङ हैन। यस्तो मैले चाहिँ आज चाहिँ हामीले चाहिँ यो ब्लगिङको चाहिँ कन्टेन्टलाई चाहिँ हामीले किन टपिकको रूपमा लिएर आउँदैछौँ भने विभिन्न मान्छेको विभिन्न पर्सपेक्सन हुन्छ हैन। त्यो भएर चाहिँ हामीले चाहिँ हामी तीनजनामा पनि के रहेछ त नि त्यस्तो फरक चाहिँ नि दृश्यहरू जुन चाहिँ नि एउटै प्लेटफर्ममा हामीले चाहिँ नि एउटै कुरालाई चाहिँ तीनटा नजर हेर्दा फरक कसरी देख्यौँ भन्ने कुरा चाहिँ डिस्कस गर्न गइरहेको छौँ। फर्स्ट अफ अल त हाम्रो हैन हाम्रो साथी सञ्जय दुरा मेरो एकदम परम मित्र उहाँलाई नै चाहिँ म एउटा यो अवसर दिन चाहे। ल साथी तिम्रो लागि चाहिँ यो भ्लगिङ भनेको चाहिँ के छ तिम्रो छोटो मिठो के त्यति साह्रै गहन सेक्सनमा चाहिँ अब भ्लगिङको पनि अब धेरै जन्म छ अहिले। अब कोहीले लाइफस्टाइल ल्याउँछ कोहीले ट्राभल कोहीले के हैन। मेरो लागि चाहिँ भ्लगिङ भनेको जस्ट द थिङ यु वान्ट टु सेयर इन इन्टरनेट द्याट्स इट। अनि हाम्रो विनोद भाइलाई चाहिँ के लाग्छ भ्लगिङ चाहिँ के हो जस्तो लाग्छ? यस्तो भ्लगिङ भनेको धेरै भास्ट कुरा होइन खासमा। अहिले अघि दाइले भने जस्तो अहिले चाहिँ धेरै 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 फरक जनरहरू छ। कसैले के देखाउँछ त खासमा भ्लगिङ भनेको तपाईँको डेली लाइफ देखाउने हो। मानिलिउँ तपाईँ बिहान उठेर के गर्नुहुन्छ, के खाना खानुहुन्छ, के तरकारी खानुहुन्छ, दिउँसो कहाँ जानुभयो होइन, खेताला जानुभयो कि स्कुल जानुभयो कि त्यही देखाउने हो। जस्तो मान्छेले के सोध्छ या के खोज्छ भनेर देखाउने होइन क्या। तपाईँले के देखाउँदै हुनुहुन्छ त्यही मान्छेले हेर्छ, त्यही चाहिँ भ्लगिङ हो भन्ने मलाई लाग्छ। बनाउनु त जसरी बनाउने। अनि गाइस मेरो लागि चाहिँ भ्लगिङ चाहिँ मैले कसरी देखेको छु भन्दा चाहिँ कुनै पनि ठाउँमा हामी यो संसार विश्वको जति पनि ठाउँहरू छ डेस्टिनीहरू छ हामी त त्यहाँ पुग्न सक्दैनौँ होइन। तर मलाई चाहिँ के लाग्छ भने भ्लगिङको मार्फत चाहिँ मैले त्यो इन्भाइरोमेन्ट क्रिएट गर्न सक्छु जसले गर्दा चाहिँ नि जति पनि पब्लिक फिगरहरू हुनुहुन्छ नि उहाँहरू चाहिँ त्यो मेरो प्लेटफर्मबाट चाहिँ उहाँहरूले चाहिँ पक्का आफूलाई चाहिँ त्यही ठाउँमा पुर्याएर चाहिँ एकदम रिफ्रेसमेन्टको रूपमा आफूलाई चाहिँ लिइरहेको जस्तो त्यस्तो अवस्थामा चाहिँ मैले त्यहाँसम्म पुर्याउन सक्छु जस्तो चाहिँ लाग्छ मलाई चाहिँ। एउटा यस्तो भ्लगिङ भनेको इम्पोर्टेन्ट प्लेटफर्म हो जसले चाहिँ मान्छेलाई चाहिँ कहिले देख्दै नदेखेको एउटा हिडन ट्रेजरीकै रूपमा भएको डेस्टिनेसनहरू पनि एउटा होइन मजासँग चाहिँ घरमै बसेर हेर्न सक्छ, उहाँहरूले त्यो एक्सप्लोर गर्न सक्छ र मनोरञ्जन दिन सक्छ। त्यही हो मेरो लागि भ्लगिङ भनेको। आई थिङ्क होइन साथी अब त्यो धेरै ठाउँमा ट्राभल के भन्यो नि त्यसलाई चाहिँ भ्लगिङ भन्दा पनि डकुमेन्ट्री के डकुमेन्ट्रीतिर जान्छ क्या। त्यो हिडनहरू खोजेको होइन हिडन ठाउँ त्यो देखाउनुलाई डकुमेन्ट्री टाइप अहिले चाहिँ धेरैले अब भ्लगिङ अब म एक्सपर्ट होइन प्रो होइन के होइन मैले बुझेअनुसार होइन त्यो सर्ट टाइममा भ्लगिङ भनेको चाहिँ त्यही हो कि about your lifestyle, about what I like, what I do. यस्तो हुन्छ क्या भ्लगिङ भनेको खासमा भनिहाल्यो नि अघि। अहिले जता लाग्न सक्यो कसैले चाहिँ ठाउँहरू देखाउँछ, कसैले चाहिँ कन्टेन्टै मैले भन्नु खोजेको नदेखेको कुरा त देख्न सक्नु। जस्तै म नि कति ठाउँमा गएन तर भ्लगिङको प्लेटफर्मबाट मलाई त्यो ठाउँ थाहा हो नि। जस्तै मैले भन्नु खोजेको एक्जाम्पल स्याङ्जा त हामी नगएको हो र तर स्याङ्जाको एक पार्टिकुलर स्पेसिफिक एउटा ठाउँ थाहा छ त हामीलाई थाहा छैन। त्यो भ्लगिङको प्लेटफर्मले चाहिँ पुरा गर्न सक्छ मैले त्यति भन्नु खोजेको हो कि होइन। तर तिमीले भने डकुमेन्ट्री भनेको चाहिँ अब कस्तो हुन्छ भनेको चाहिँ त्यसको चाहिँ रिपोर्ट बेसिस हुन्छ कि फाइन्डिङ्स हुन्छ, कन्क्लुजन हुन्छ, रिसर्च हुन्छ, मेथोडोलोजीहरू हुन्छ होइन। त्यसलाई चाहिँ डकुमेन्ट्री भन्छ कि सायद किनभने त्यो हामीले चाहिँ प्र्याक्टिकल पनि बुझाउनु पर्छ नि त सोसियोलोजीको स्टुडेन्टले त्यसलाई भन्छ कि डकुमेन्ट्री होइन। सर्टेन सिनारीमा सर्टेन सिचुएसनमा केले बढी प्रभाव पार्यो होइन सबै कुरा त्यसलाई चाहिँ डकुमेन्ट्री भन्छ कि। अनि हामीले चाहिँ कुनै पनि भिडियो खिच्यो भने त्यसलाई डकुमेन्ट्री चाहिँ भन्नु मिल्दैन भन्छु कि किनभने डकुमेन्ट्री भनेको त एउटा मेडिटेसन हो। एउटा सानोभन्दा सानो कुरा चाहिँ सब खोज्नुपर्छ। तर मेरो लागि भ्लगिङ भनेको चाहिँ एउटा इन्ट्रेस्ट भन्दा नि इन्ट्रेस्ट त हो, इन्ट्रेस्ट नभइकन मान्छेले किन्ने गर्दैन। तर भ्लगिङको प्लेटफर्मबाट चाहिँ नदेखेको कुराहरू चाहिँ मान्छेले अवलोकन गर्न सक्छ कि। जस्तै रामबजारमा हेरौँ न पहिला त्यो तिलेरहेको अब हाम्रो दाइ चिनेको दाइ होइन र झिरपोल त थाहा थियो त्यत्तिको फेमस भनेर कसरी थाहा भयो त त्यो मिस्टर फुडीको जुन त्यो फुड ब्लग हेरेर थाहा भयो दाइको पनि यो रहेछ टेस्ट यो लेभलको टेस्ट रहेछ भनेर त्यहाँ पछि बल्ल गएर खाइयो नि त तिल दाइकोमा। त्यो चाहिँ ब्लगको चाहिँ एउटा
पार्ट हो एट्र्याक्सन यस्तो छ पेल्दाएको हो चाहिँ। जस्तो लाग्छ। त्यो चाहिँ कस्तो भने जस्तो एक्सप्लोर गर्ने कुरा चाहिँ यस्तो हो नि त भ्लग भनेको त दैनिक क्रियाकलाप हो नि त उसले दिनमा के गर्यो भने जस्तो उहाँको लाइफस्टाइल र मेरो लाइफस्टाइल सेम हुँदैन उहाँको बोल्ने स्टाइल र मेरो बोल्ने स्टाइल पनि सेम हुँदैन र भ्लगिङ इन्ट्रेस्टिङ हुने कुरा भनेको चाहिँ त्यही उहाँको लवाजले होला उहाँले कसरी बोल्नुहुन्छ त्यही हो, केमा त्यो त sure हो। हिँड्नुहुन्छ साइकलमा हिँड्नुहुन्छ कि होइन पैदल हिँड्नुहुन्छ कि बाइकमा हिँड्नुहुन्छ कि जस्तो अघि भन्नुभयो नि कुनै ठाउँ एक्सप्लोर गर्नुभयो त्यो पनि भ्लगिङमा पर्छ किनभने दिनमा के गर्यो उसले के गर्यो भन्ने देखाउने उनीहरूलाई त्यो मन सबैलाई पर्छ भन्ने हुन्न क्या तर भ्लगिङ भन्ने चाहिँ एक्ज्याक्ट त्यही नै हो तर कसैको चाहिँ नै बोल्ने लवाजले तान्छ मान्छेलाई होइन त्यही भएर मान्छेले कोही कसैको फेभरेट हुन्छ कसैको चाहिँ दिनचर्या कसै तरकारी बेच्न जानेहरू भाइरल हुन्छ नि कोही के गर्ने भाइरल हुन्छ त्यो आफ्नो आफ्नो तरिकाले त्यो मान्छेको बिचमा जाने हो तर मैले बुझेको भ्लगिङ चाहिँ तपाईँले जे गर्नुहुन्छ जे देखाउनुहुन्छ त्यही नै तपाईँको त्यसलाई चाहिँ आफ्नो ट्यालेन्टको साथ प्रस्तुति दिन सक्नुभयो नि नै हो त्यही नै हो र पढ्न चाहिँ अघि भने जस्तो त्यो सबै कुरा भ्लगिङमा नै पर्छ किन तपाईँले गर्नुभएको कुरा हो अरूलाई देखाउने हो जस्तो मलाई लाग्छ त्यो नै हो सो गाइज यो भनेको यस्तो रेस्पेक्टफुल प्लेटफर्म हो है त्यो भएर चाहिँ हामीले चाहिँ डिसेन्टली चाहिँ नि हाम्रो एक्टिभिटिजहरूलाई चाहिँ नि जति सक्दो एकदम इफेक्टिभ रूपमा एक्सप्लोर गराउन सक्नुपर्छ ताकि होइन एउटा डिसिप्लिन बन्यो ताकि एउटा भ्लगिङले चाहिँ भोलि एउटा नेपाली सोसाइटीलाई चाहिँ राम्रो रिजेम्ब्लेन्स गरोस् कि नेपाली सोसाइटीको भ्लगरहरू भ्लगिङहरू यस्तो हुँदो रहेछ है छ्या यस्तो हुने रहेछ छि भन्ने टाइपको चाहिँ नहोस् होइन त्यो भएर तपाईँहरूले इथिकल कुराहरू पनि अप्नाउनु पर्ने हुन्छ भ्लगिङको साथसाथमा के कसो साथी इथिकल कुरा नभए त हामी त केही कुरा पनि फिट हुँदैनौँ नि त होइन त्यो भएर हामीले यो छोटो मिठो भिडियोबाट के देखाउन खोजिरहेको भने टपिक हुन्छ कन्टेन्ट हुन्छ मान्छेको विभिन्न पर्सपेक्सन हुन्छ तर पनि बाटो त्यही हो त्यो भएर म के भन्छु भने आफू हिँड्न सक्नु हुँदैन भने अरूले हिँडेको मान्छेलाई चाहिँ तपाईँहरूले चाहिँ डिस्करेज गर्नुभन्दा नि एउटा मोटिभेट इन्सपिरेसन दिनु किनभने पब्लिक फिगर भनेको एज ए प्यारेन्ट हुनुपर्छ होइन किनभने मलाई के लाग्छ भने यदि म भ्लगिङ प्लेटफर्ममा म आएर मैले कन्टेन्ट क्रिएट गरेँ ल ठिक छ मैले नराम्रो बनाएँ होइन तर तपाईँहरूको सजेसनबाट भोलि म राम्रो भयो भने बल्ल चाहिँ यो चाहिँ एउटा भ्लगिङको राम्रो इन्भाइरोमेन्ट हो अनि तपाईँहरू राम्रो पब्लिक हो किनभने तपाईँले मलाई चेन्ज गराउनु भयो यदि तपाईँहरूले मलाई चाहिँ नराम्रो कमेन्ट गरेर डिस्करेज गर्नुभयो भने मैले त्यसबाट चाहिँ मेरो केही पनि अब डेस्टिनी देखिनँ मैले त अब यही बाटो रोजेर हिँडेको भन्ने तरिकाले हिँडेको हुनसक्छु त्यसमा चाहिँ नि मैले अब धेरै डिसएपोइन्टमेन्ट पाएँ भने त मलाई लाइफमा फ्रस्ट्रेट डिप्रेस भएर त्यो हुन नसक्ने घटनाहरू पनि हुन जान्छ नि त होइन त्यो भएर के हुन्छ भने जे कुरा पनि छ पब्लिक फिगर चाहिँ एज अ गडको रूपमा हुन्छ अनि म तपाईँलाई के भन्न चाहन्छु भने तपाईँहरूलाई एउटा गडको फिगरमा राखिसकेको पब्लिकले चाहिँ सदैव गडले जसरी निर्णय गर्नुहुन्छ तपाईँले पनि त्यसरी गर्नु होला र हामीलाई अबदेखिबाट चाहिँ सधैँ चाहिँ भ्लगिङको प्लेटफर्ममा हाम्रो कन्टेन्ट हेरेर चाहिँ राम्रो भयो नि नभए पनि केही सुधार गर्नुपर्ने कमेन्टमा राखेर चाहिँ तपाईँहरूले चाहिँ यति कुरामा जानकार गरिदिनु भयो भने अवश्य पनि हामीले तपाईँले रोजेको र खोजेको एउटा भ्लगर बन्नेछौँ यदि भन्दै अब हाम्रो यहीँ भ्लगिङ यहीँ कन्क्लुड गर्न चाहन्छौँ सी यू गुड नाइट टाटा भाइ